रतुवा मृगको प्रजननको समय भौगोलिक स्थान अनुसार फरक पर्न सक्छ। केही प्रजातिहरूमा वर्षैभरि प्रजनन हुने सम्भावना हुन्छ। यद्यपि धेरैजसो मृग प्रजातिहरूको मुख्य प्रजनन अवधि जाडो महिनाहरूमा हुने गर्छ। यसको प्रजनन प्रणाली बहुगामी हुन्छ, जसको अर्थ एक भालेले धेरै पोथीहरूसँग प्रजनन गर्दछ। भालेहरू प्रजननको समयमा पोथीलाई आकर्षित गर्न र अन्य भालेहरूसँग लड्नको लागि आफ्नो ठूलो दाँतको प्रयोग गर्छन्। पोथी रतुवा मृगको गर्भावस्था करिब 6 देखि 7 महिनासम्मको हुन्छ। बच्चा जन्माउने समय सामान्यतया वसन्त वा गर्मीको सुरुतिर अप्रिलदेखि जुलाई हुन्छ, जसले गर्दा जन्मेका बच्चाले हुर्कनका लागि पर्याप्त खाना र राम्रो मौसम पाउँछन्। पोथी रतुवा मृगले सामान्यतया एक पटकमा एउटा मात्र बच्चा जन्माउँछिन्, जसलाई फावन भनिन्छ। धेरै कम अवस्थामा मात्र जुम्ल्याहा बच्चा जन्माउन सक्छन्। जन्मिएका फोनहरूमा छालाको रङमा सेतो थोप्लाहरू हुन्छन्, जसले तिनीहरूलाई शिकारीहरूबाट लुकाउन मद्दत गर्छ। जन्मिएको केही घण्टाभित्रै उनीहरू उठ्न र हिँड्न सक्छन्। सुरुका केही हप्तासम्म आमाले बच्चालाई लुकाएर राख्छिन् र दिनमा 2 देखि 3 पटक मात्र दूध खुवाउन आउँछिन्। पोथी रतुवा मृगहरू तुलनात्मक रूपमा छिटो, कहिलेकाहीँ जन्मिएको पहिलो वर्षमै यौनिक रूपमा परिपक्व हुन्छन्। भालेहरू भने दोस्रो प्रजनन मौसममा वा लगभग 18 महिनाको उमेरमा परिपक्व हुन्छन्। प्रजननको समयमा भाले रतुवा मृगहरू धेरै सक्रिय र आक्रामक हुन्छन्। उनीहरूले आफ्नो क्षेत्रको सिमाना तोक्न र पोथीहरूको खोजी गर्न पुग्ने आवाज निकाल्छन्, जसको कारणले तिनीहरूलाई बार्किङ डियर पनि भनिएको हो। रतुवा मृग तराईदेखि करिब 3000 मिटरसम्मको उचाइमा पाइने भएकाले तिनीहरूको प्रजननको समय र सफलता उनीहरू बसोबास गर्ने क्षेत्रको वातावरण, तापक्रम, खानेकुराको उपलब्धता आदिमा निर्भर गर्दछ। प्रस्तुत भिडियो उदयपुर जिल्लाको कटारीस्थित सिसागारी सिमसार सामुदायिक वनमा रहेको वन्यजन्तु उद्धार, उपचार तथा पुनर्स्थापना केन्द्रमा 2 भाले र 2 पोथी टुहुरा रतुवा मृगहरूलाई हुर्काएपछि पहिलो पटक एउटा बच्चाको जन्म भएको छ। यस सामुदायिक वनभित्र पर्याप्त चरण क्षेत्र भएको ठूलो र खुल्ला वासस्थानको प्रबन्ध गरिएको छ। तपाईहरूलाई यी वन्यजन्तु हेर्न मन छ भने कृपया उक्त सामुदायिक वनमा जानुहोला। धन्यवाद।